देखिनु पर्ने। अब यो भाइ यहाँ बसेको 15-16 महिना भयो। बजार बिर्सेर यो भाइले गाह्रो छ हो। आउनु पर्ने खै बजारै आएन त मासु बजार घुम्दा मासु मासु बजार असन इन्द्र चोकतिर जस्तै छ है यो त। त्यहाँ पर जस्तो छ सुधारिएको असन इन्द्र चोकमा छौँ हामी अहिले। कोरियाको सुधारिएको असन इन्द्र चोक हो यो। यहाँ त ओहो गाडी छिराउनु पाइँदैन नि यार यहाँ त। ना त्यस्तो होइन यार हामी त कहाँ आए यी मान्छे हरायो। हामी हरायौँ है गाइस। हामी कोरियामा हरायौँ। बजार आएको ए दाइ यार अधिक हामी त साँच्ची यार मासु यस्तो यहाँ त होइन त। अधिकार यहीँ त होइन त यार मासु त यहीँ हो यही एरियामा हो होइन। मैले ठ्याक्कै बिर्सेँ कि यहाँ यस्तो हावा मान्छे यहाँ आइसकेछ फेरि। अरे भगवान् यता मान्छे तट यस्तो फटा मान्छे यार तिमी यार थट। यहाँ यी बाटो बिर्साएर यो भाइले हिँडाउनु है थट। जाउँ सिधै जाउँ सिधै अझै परै सिधै अगाडि। यस्ता मान्छे यार यो भाइ यो बाटो बिर्सेर 3 चोटि दौडायो है गाइस। तेरे यार म बिर्से पनि म बाटो ठाउँमा पुर्याएरै छोड्छु नि त। ठिक ठाउँमा पुऱ्याउँछ अरे। अब यो भाइले अब कहाँ पुऱ्याउने हो। यो घुमिन्जेल तरकारी पाक्थ्यो। अब यस्तै छ है कोरियाको। अब बेरोजगारी सङ्घको हामी बेरोजगारी सङ्घको अध्यक्ष बेरोजगारी सङ्घको अध्यक्ष यो भाइले मलाई हिजो बोलाएर ल्याएको। अहिले म पनि यतै छु आन्सन सहरमा छौँ। असन इन्द्र चोक आन्सनको असन इन्द्र चोक फेरि त्यो त अघि देखाएको थिएँ त मैले। यहीँ अब अघि त्यो मक्कोसी भयो मक्कोसी भयो। 한마리. 내가 한 마리가 얼마예요? 5,000원.